सम्पूर्णमा नमस्कार। म चाहिँ अहिले बेलौरी नगरपालिकाको वडा नम्बर 5 शोभाताल भन्ने चाहिँ गाउँमा छु र मसँग हुनुहुन्छ एउटा मृगौला पीडित मृगौला चाहिँ फेल हुनुभएको शिवराज चौधरीको उहाँ चाहिँ बुवा हुनुहुन्छ, उहाँ चाहिँ आमा हुनुहुन्छ। म जो चाहिँ यो भिडियो हेर्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी बुवा आमा इष्टमित्र मलाई चिन्ने नचिन्ने सबै महानुभावहरूलाई एउटै अनुरोध के गर्न चाहन्छु भने उहाँ चाहिँ शिवराज चौधरीको बुवा, उहाँ चाहिँ आमा, उहाँको छोरा विगत 5 महिना अघिदेखि मृगौला चाहिँ पीडित भएर अहिले काठमाडौँको हस्पिटलमा उपचारको क्रममा हुनुहुन्छ र उहाँको मृगौला चाहिँ नयाँ प्रत्यारोपण गर्ने चाहिँ अवस्था भइसकेको हुँदाखेरि रकमको अभाव छ। उहाँ चाहिँ त्यत्रो ठुलो चाहिँ रकम जुटाउन सक्ने अवस्थामा छैन। उहाँ एउटा मुक्त कमैया शिविरमा बसोबास गर्ने, साँझ खाएपछि बिहान के खाने, चुलोमा आगो बल्ने अवस्था छैन। साँझ खाएपछि बिहान के खाने हो भनेर चाहिँ चुलो चाहिँ बल्ने अवस्थामा चाहिँ उहाँ हुनुहुन्न। उहाँको अवस्था आर्थिक पीडा भएको अवस्था चाहिँ छुट्टै छ। त्यही भएर एउटा मानवको धर्मले म हजुरहरूलाई तपाईहरूलाई चाहिँ के अनुरोध गर्न चाहन्छु भने जति सकिन्छ आर्थिक सहयोगको उहाँलाई चाहिँ खाँचो छ, सबै चाहिँ आर्थिक सहयोग चाहिँ गरिदिनु होला र उहाँको आर्थिक सहयोग गर्नको लागि चाहिँ सम्बन्धित व्यक्तिको क्युआर चाहिँ यो भिडियोमा चाहिँ राखिने छ। त्यो क्युआरमा चाहिँ क्युआर गरिदिनु होला। जो चाहिँ क्युआर गर्न सक्नुहुन्न, आर्थिक सहयोग चाहिँ प्रदान गर्न सक्नुहुन्न, उहाँहरूलाई म के भन्न चाहन्छु भने यो भिडियोलाई बढीभन्दा बढी चाहिँ सेयर गरिदिनु होला। सेयर गर्नमा चाहिँ पैसा लाग्दैन। तपाईँको त्यो एउटा सेयरले धेरैभन्दा धेरै व्यक्तिमा चाहिँ यो भिडियो चाहिँ पुग्नेछ र उहाँ पीडित जो बिरामी हुनुहुन्छ, बिरामीले चाहिँ केही राहत मिल्नेछ। उहाँ चाहिँ एउटा जो जीवन र मृत्युसँग चाहिँ अहिले अस्पतालको बेडमा लडिराख्नु भएको छ, त्यहाँबाट चाहिँ त्यो सहयोगले उहाँले छुटकारा पाउनमा ठुलो राहत हुनेछ भन्दै अनि उहाँ सम्बन्धित पीडित बिरामीको चाहिँ बुवा र आमा आफ्नै स्वरमा यहाँहरूलाई आफ्नो रोदन, आफ्नो पीडा चाहिँ राख्नुहुन्छ। उहाँले चाहिँ आर्थिक सहयोगका लागि चाहिँ सबैलाई हार गुहार गरिराख्नु भएको छ र स्वयं उहाँकै मुखबाट चाहिँ उहाँको शब्दहरू, उहाँको रोदनहरू, उहाँको पीडाहरूलाई चाहिँ सुन्नुहोस्। त्यसलाई बढीभन्दा बढी सेयर गर्नुहोस् र आर्थिक सहयोग गरिदिनुहोस्। हजुर के भन्नुहुन्छ? मेरो छोरा घर छँदाखेरि केही बिरामी पनि थिएन। अहिले विदेश गयो, मेरो छोरा बिरामी भएर आयो। जहाँ रक्सी खान्न, सुरु दिने पनि केही खान्न, मैले भने खान्न, केही खान्न भयो। यस्तो भइसक्यो मेरो छोरा। म बुढो भइसक्यो, 62 वर्ष भयो मेरो। मलाई सहयोग गर्नु होला हजुर सबैले। म हात जोड्दैछु, म बिन्ती गर्दैछु, मलाई सहयोग गर्नु होला। त्यही अनुरोध गर्दैछु, म माग्दैछु भिखमा तपाईँहरूसँग। हजुरले के भन्नुहुन्छ? उहाँको चाहिँ आमा केही चाहिँ भन्दै हुनुहुन्छ? मैं सहयोग मांगटू मर्छावा बेरामी बाद उचा विदेश की सऊदी गिलस्त मर्छावा बेराम होकर कितनी खराब हो गई, कितनी खराब देखिले रिपोर्ट में। अब मैं बुढ़ा गिनो महीन के पाली मर्छावा लड़का ये लड़का मर पाल क्या करूँ बेटा बेटा बंदा के जगह ठाई ठाई कमर छावा विदेश के लस। अब मैं ये न किया पाल अब मात्रै के बाँकी रह्यो भने उहाँहरू आफ्नो एउटा भनौँ न हार गुहार गर्न सक्ने अवस्थामा सम्म पनि उहाँ हुनुहुन्न। उहाँले चाहिँ हार खाएको अवस्था छ। उहाँ चाहिँ एकदमै दलित हुनुभएको छ। कसको मन चाहिँ नरोला र एउटा छोरालाई चाहिँ हुर्काउने, लालन पालन गर्ने र जवान भइसकेपछि विदेश गएर केही कमाउला
ल्याउला बुढेसकालमा चाहिँ हामीलाई पनि छोराले पाल्ला भन्ने अवस्थामा चाहिँ उहाँ चाहिँ विदेश जानुभयो र त्यो चाहिँ जो मनको भावना थियो भावनामै सीमित रह्यो। उहाँको एउटा सपनामै रह्यो, त्यो चाहिँ सपना साकार हुन सकेन र त्यहाँदेखि पैसा कमाएर पठाउनुको साटो विदेशदेखि उहाँ चाहिँ बिरामी भएर चाहिँ घर फर्किने अवस्था आयो। उहाँले चाहिँ उपचारको प्रक्रियाहरू थाल्नु भएको हो, तर जुन चाहिँ सम्भव भएन। पहिला चाहिँ उहाँले डायलोसिस मात्रै गरिराख्नुभयो र अब डायलोसिस मात्रै गरेर त्यो उहाँको जीव ज्यान सुरक्षित हुने अवस्थामा छैन र मृगौला नै प्रत्यारोपण गर्ने अवस्था चाहिँ भइसकेको हुँदा र उहाँको मृगौला पनि स्वयं उहाँको बुवाले चाहिँ प्रत्यारोपणका लागि दिन तयार हुनुहुन्छ र त्यसमा जो लाग्ने लागत चाहिँ खर्च रकम अपुग्छ, उहाँले जुटाउन सक्ने अवस्था छैन। त्यसमा एउटा मानवको नाताले र धार्मिक भावनाको हिसाबले चाहिँ उसको जीव ज्यानको सुरक्षाका लागि किडनी ट्रान्सप्लान्टका लागि हामी जति सक्छौँ आफ्नो क्षमता अनुसारले चाहिँ सहयोग गर्नुपर्छ र यही नै हाम्रो मानवीय भावना हो भनेर चाहिँ मैले भन्न चाहन्छु। तपाईँलाई पुनः मैले विनम्र अनुरोध गरेँ, जसले चाहिँ यो भिडियो हेर्नुहुन्छ बढीभन्दा बढीमा चाहिँ सेयर गरिदिनु होला र सक्दो सहयोग पनि गरिदिनु होला। जो व्यक्ति चाहिँ नगदै रूपमा चाहिँ सहयोग गर्नुहुन्छ, नगद रूपमा सहयोग गर्नका लागि उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नम्बर 5 को शोभाताल भन्ने ठाउँमा चाहिँ उहाँको घर छ। नगद रूपमा पनि सहयोग गर्न सक्नुहुन्छ। उहाँको चाहिँ ब्याङ्क खाता QR मार्फत पनि सहयोग गर्न सक्नुहुन्छ, त्यो पनि यो भिडियोमा चाहिँ सार्वजनिक गर्नेछ। र बिरामीलाई स्वयं भेटेर चाहिँ काठमाडौँ अस्पतालमै गएर तपाईँ सहयोग गर्न चाहनुहुन्छ र त्यो अवस्था छ भने पनि उहाँ काठमाडौँ चाहिँ हुनुहुन्छ। कुन हस्पिटल? नेपाल मेडिसिटी हस्पिटल भन्ने चाहिँ हस्पिटलमा चाहिँ उहाँ चाहिँ अहिले उपचार गराइराख्नु भएको छ र त्यहाँदेखि उहाँको भनौँ न एउटा अस्पतालबाट अर्कोमा चाहिँ पनि सर्न सक्ने अवस्था हुन्छ, रिफर हुनसक्छ। त्यो चाहिँ अब जानकार हुने नै छ। हस् त, धन्यवाद। सहयोगको चाहिँ पूर्ण आशासहित